गुड मर्निङ साथीहरु। आज म खेत काट्न लागेको छु नि। के हुन्छ त्यही देखाउँछु ल। अब म यहाँदेखि निस्किन्छु। निस्केपछि रातो छ अँध्यारो छ, लाइट साइट भएर छु। निस्किन्छु र सट्ट भएर खेत काट्न। अनि त्यही गएर के हुन्छ सबै देखाउँछु। हुन त नि पानीले भिजेर माद्दा कहाँ काट्ने भन। कतादेखि यतादेखि सुरु गरेर यतादेखि जहाँबाट अगाडि टोली आज टोली निर्देशक तमी भयो। पानी छ त पानी मिना हो सबै पानी खानी बढी भयो। मिना आएर मिना नआउने भने अब त पानी हुने छैन हो मिना। तँ आइरह्यो पानी भयो। तँ नआउने भन्नु भा हप्पल राख्थ्यौ नि। छिटो छिटो वहाँ हट्यो नि। चप्पल ल्याउन राखिदियो त उनले। म कहाँ राखु त। मेरा चप्पल महँगा न छ 300 रुपियाँ। बिचरा यहाँ खेतोडो च्याति त अनि क्याट्ने त हाँडा पर चप्पल ल्याउनु राख्यो के। मेरा 300 रुपियाँ चप्पल पनि कसले लियो भने म पछि भनिदिने। यो नि राखेको छु अहिले सर्कै। बिचरा सबै पारी सबै ठाउँ भाइए। मोटो क्या गाडी यता नि खेत भित्र हेर। अब प्योर अच्छा मिस्यौ न तमी। अबे कवर अप। तमीलाई गाल पर्दैन मिना। छिटो हट्टिने महिना कहाँ देखियो ल। मिना केही भन्नु छ भने भनेल कि फर्किएन भनेल। काउनु हो काट्ने तले सिरु तल्ला खेर लागि गए। रानी तल्ला खेर लागि गए। अब अरे यहाँ राजा पर मोटिनी मोबाइल राख पहिले र राख्थ्यो नि मोबाइल राख्छ म त चप्पल बाँध्न दिँदैन। अरे खै खै कसरी बान्यो। इन्जिनियर आज डिजाइन हरिकन काट्यो रे रेखा तानी होइन ल। सुरु गरिदिउ नि के भनिकन अदिउ नि पहिले भनि नि त। यहाँ म मात्रै छु हेर अरू सबै। म आज फर्स्टमा आएको छु। आज म 4 बजे आएँ यी डरले आइसकेन। म 4 बजे आयो यी डरले आइसकेको छैनन्। अब तिमी जे भन्ने भन। त्यही त ठुला भयो यो भिडियो ठुला भएसम्म पुगोस्। धन्यवाद। अहिले ठ्याक्क उज्यालो भइसक्यो। यहाँ काट्न लागेका छन् यी माथि चेप्नाहरू। कसै मुसाले खाएर केही छैन। नास्ताकिन काट्न लागेको छु। एका उसले कि ढुगा लाग्ने सम्भावना हुन्छ। सुन अछामी गाल्दी यहाँ खेत काट्ने हेर्ने र काटेर अब म हिँड्न लागेँ। भागा भाग सेर यहाँ मेरा खुट्टा कस्तो भएर एकछिन हालत
यस्तो हुन्छ गाउँमा खेत काटेपछि ल यता सट्ट यही मेरो ठुलोको सट्टै त्यही यहाँदेखि यहाँसम्म बस ल फेरि गर्छु धन्यवाद यो रिटे तलाको धारो यहाँ अहिले मलाई धारो त राम्रो छ पानी आउँछ सबै ठिक छ होइन के हो भन्दाखेरि यसलाई हल्का घेराबन्दी गरेर टक्क यो सम्बन्धी अलि राम्रो गरिदिनु पऱ्यो के गर्नका लागि बजेट आएको चाहिँ मलाई थाहा छैन होइन तर यो यसलाई नै चट्ट घेरा हालिदिनु पऱ्यो यस्ता धाराहरू हामीले जोगाएर राख्नुपर्छ है त हेर्नु होला यो धारो धन्यवाद यहाँमा टक्क मतलब अलि प्लास्टर गरेर हुन्छ कसरी हुन्छ टक्क बनाइदिनु पऱ्यो अनि यतातिर वाल पनि हालिदिनु पऱ्यो अनि यो धारा होइन यहाँ पानी सानी आउँछ अलि संरक्षण गर्नु पऱ्यो पहिले एकचोटि त गराएको थिएँ तर अब एकचोटि टक्क यहाँदेखि हल्का उठाएर टक्क यसलाई संरक्षण गरेर राखिदिनु पऱ्यो अनि यो हाम्रो भने पानी बिना मान्छे बाँच्न सक्दैन त्यही धारा हो ल म त आज यहाँ पानी खान आएको हेर कति मिठो छ यहाँ पानी खाने यो पञ्चदेउल विनायक नगरपालिका वडा नम्बर 2 मा पर्छ त्यही भएर स्वाट यहाँ खाइदिएको त्यही हो अरू खबर चौधरी विनायकमा पनि हालेको छु त्यही हो साथीहरू मेरो भ्लग चाहिँ हेर्नु नभुल्नु होला ल अब म लागेँ है त बाई बाई यो ठ्याक्क हाम्रो वडा नम्बर 2 पर्छ हाम्रो पञ्चदेउल विनायक नगरपालिका वडा नम्बर 2 पर्छ साथीहरू अनि के भन्दाखेरि ठ्याक्क यही हो यतातिर चाहिँ 3 पर्छ होला सायद मलाई पनि त्यति थाहा छैन तर यतातिर 3 पर्छ यतातिर 2 पर्छ कि यहाँनिर तलको एरिया 2 माथिको 3 उकालो म कहाँ छु भने चाहिँ साथीहरू तपाईँहरूले यहाँ अगाडि हेरिसक्नु भयो होला म त्यहाँदेखि आएँ होइन नुहाएँ अनि यहाँ सुतेको बल्ल उठेको भाइरो सबै अँध्यारो भइसक्यो स्वाटै होइन सबै भाइरो अँध्यारो भइसक्यो बत्ती बालेर उठ्यो अनि त्यही हो कुराकानी यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला अहिलेसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद है त ल अब भोलिको भ्लगमा नयाँ तरिकाले नयाँ तालमा भेट्नुपर्छ है साथीहरू ल बाई बाई गुड नाइट